अब हामी VPN भन्छौँ, DNS भन्छौँ, SEO, प्लेटफर्म, गुगल, वेब यस्ता शब्दहरू प्रयोग गर्ने क्रममा यसको नेपाली के रहेछ त? गजब प्रकारका शब्दहरू छन्। आज पनि यस खोज अनुवाद युट्युब च्यानलमा समेट्ने प्रयास गरिरहेछु। कृपया नलिनु हुन्छ, च्यानल रुचिकर लागेमा हजुरहरूले सदस्यता ग्रहण गर्न सक्नुहुन्छ। के भनिँदो रहेछ? जस्तै अब हामी VPN भन्छौँ, DNS होइन, प्लेटफर्म, गुगल शब्दहरू अथवा वेब सर्भर यस्ता शब्दहरू प्रयोग गर्छौँ। यसको नेपाली के रहेछ त है त? आज पनि कृपया च्यानल मन परेन हजुरहरूले अन्य सामाजिक सञ्जालमा पनि वितरण गर्न सक्नुहुनेछ। आफ्ना राय सल्लाह सुझाव प्रतिक्रिया पनि प्रेषित गर्न सक्नुहुनेछ, जसले गर्दा आगामी समयमा पनि विभिन्न विधासँग सम्बन्धित शब्दावलीहरू अङ्ग्रेजीका शब्दलाई नेपालीमा अनुवाद, त्यही भएर यसको नाम पनि खोज अनुवाद रहेको छ। के भनिँदो रहेछ है त? VPN भन्छौँ, VPN पनि अङ्ग्रेजी हो। यसलाई भर्चुअल प्राइभेट नेटवर्क भनिन्छ पुरा रूप। यसलाई आभासी निजी सञ्जाल भनेर भनिन्छ। VPNलाई आभासी निजी सञ्जाल भनेर भनिन्छ। हुन त यसका अरू पनि अर्थहरू हुन्छन्। DNS भन्छौँ, यसलाई डोमेन नेम सिस्टम भनेर भनिन्छ। सञ्जाल अधिक्षेत्र नाम प्रणाली भनेर भनिन्छ। SEO भन्छौँ, सर्च इन्जिन अप्टिमाइजेसन हो पुरा रूप। यसलाई अनुकूल अन्वेषण यन्त्र भनेर पनि भनिन्छ। प्लेटफर्म भन्छौँ, यसलाई आसन्न चौतारी मञ्च भनेर भनिन्छ। वेब भन्छौँ, वेबलाई सञ्जाल भनेर भनिन्छ। अनि गुगल भन्छौँ, गुगल पनि अङ्ग्रेजी हो। हुन त हामीले सहजताका निम्ति गुगल प्रयोग गर्छौँ। यसलाई वैश्विक सूचना खोजी यन्त्र प्रणाली भनेर भनिन्छ अथवा वैश्विक सूचना खोज संयन्त्र प्रणाली भनेर भनिन्छ। यस्ता विभिन्न शब्दहरू छन् जसले हाम्रो शब्द भण्डारको विकास गर्छ। सम्पूर्ण विधालाई सम्मान गरौँ चाहन्छु। सिकौँ अनि सिकाउँ, शब्द खोज्न जिज्ञासु बनौँ। सम्पूर्णको जय होस्।